डाइरेक्ट सेलिङ व्यवसाय गर्नका लागि ठुलो लगानीको आवश्यक पर्दैन र हामीले चाहिँ एकदम हाई रिस्कमा काम गर्नु पर्दैन। भए पनि ठिकै छ, नभए पनि ठिकै छ। हाम्रो जिन्दगी जसरी चल्ने हो, पहिला जसरी चलिरहेको छ त्यसरी नै चल्न सक्छ र हामीले चाहिँ यसमा ठुलो रिस्क उठाउनु पर्दैन। यावत कुराहरू भनौँ न, हामीले चाहिँ आफ्नै घरमा बसेर, आफ्नै लोकेसनमा बसेर, आफ्नै तरिकाले चाहिँ काम गर्न सकिन्छ। तपाईँलाई कुन तरिकाको सेल्सलाई चाहिँ कम्फर्टेबल लाग्छ, त्यही अनुसारले तपाईँले गर्न सक्नुहुन्छ। जस्तै हामीसँग चाहिँ 100 प्लस प्रडक्टहरू चाहिँ नेपालमा अहिले एकदमै हिट भएको प्रडक्टहरू छन्। ती प्रडक्टहरूलाई चाहिँ तपाईँले एउटा मात्रै प्रडक्टलाई चाहिँ तपाईँले बेस्ट बनाएर, एउटा मात्रै प्रडक्टको चाहिँ भनौँ न तपाईँले चाहिँ फेभरेट बनाएर चाहिँ तपाईँले सेल्स गर्न सक्नुहुन्छ, तपाईँले चाहिँ जेनेरेट गर्न सक्नुहुन्छ, तपाईँले बिलिङ गर्न सक्नुहुन्छ। त्यसकारण पनि हामीले भनौँ न राम्रोसँग बिजनेसलाई ग्रोथ गर्न सक्ने, अर्थात् ग्रोथको लागि चाहिँ समय पाउन सकिन्छ, अर्थात् त्यो वातावरण चाहिँ पाउन सकिन्छ।